हामीले हस्ताक्षर गरिसकेका छौँ। त्यस हिसाबले नै यसलाई अनुमोदन गरेर कार्यान्वयन गर्नु नेपालका लागि, हाम्रो देशका लागि अनिवार्य दायित्व हो। तर छलफलमा भाग लिँदै गर्दा सवाल के छ भने हामीले यो ओजन तह घटाउनका निमित्त के कस्ता पूर्व तयारीहरू गरिराखेका छौँ। खास गरिकन यसलाई हामीले अनुमोदन गर्दै गर्दा केही 5-7वटा महत्त्वपूर्ण कुराहरू। नेपालले हाइड्रोक्लोरोफोन कार्बनको प्रयोग नियमन गर्नुपर्छ, जुन ग्लोबल वार्मिङ बढाउने प्रमुख कारकहरूमध्ये एक हो। नेपालले हाइड्रोक्लोरोफोन कार्बनको उपयोग स्थिर राख्न सक्नुपर्छ, अर्थात् थप वृद्धि गर्न नपाइने। सन् 2029बाट नेपालले हाइड्रोक्लोरोफोन कार्बनको खपत 10%ले कटौती गर्नै पर्ने बाध्यकारी व्यवस्था छ। सन् 2045 सम्ममा नेपालले हाइड्रोक्लोरोफोन कार्बनको खपत 80%ले घटाइसक्नुपर्ने छ। नेपालले राष्ट्रिय रूपमा हाइड्रोक्लोरोफोन कार्बनको व्यवस्थापनका लागि नीति तथा कानुनी संरचना विकास गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ। हाइड्रोक्लोरोफोन कार्बनको आयातलाई नियमन गर्न लाइसेन्स प्रणाली लागू गर्नुपर्छ जस्ता